नमस्कार। आज म कक्षा 7 को नेपाली किताब पाठ 9 मा रहेको आमा कविता को पूर्व पठन सामग्रीदेखि लिएर यसको लय वाचन, लयबोध, कविताका गद्य पद्यका भेदहरू र यस कवितामा आमाका कस्ता महिमाहरूको बारेमा चर्चा गरेको छ। यी सबै कुराको समग्र एउटा भिडियो लिएर यहाँहरु सामु उपस्थित भएको छु। सुरुमै म यहाँलाई के भन्न चाहन्छु भने यस्ता भिडियोहरू प्रशस्तै युट्युबहरुमा पाइन्छन्, तर त्यहाँको हुबहु सार्ने भन्दा पनि तपाईहरुले मुख्य गरी त्यहाँको सामग्रीहरूलाई बोध गरेर बुझेर अनि आफ्नै तरिकाले बुझेपछि अनि आफ्नो तरिकाले सारांशहरू लेख्न त्यसलाई बुझ्ने गर्यो भने तपाईमा भएको सृजनात्मक क्षमता पनि बढ्छ र यो नै सच्चा सिकाइमा रूपान्तरण हुन्छ। त्यसकारण म के आग्रह गर्न चाहन्छु भने तपाईहरुले पनि यस्ता भिडियोहरू हेर्नुस् प्रशस्त र त्यसपछि फेरि आफैले बुझेर अर्को भिडियोहरू अर्को तरिकाले सारांश बुझ्ने र आफ्नै तरिकाले लेख्ने कामहरू गर्नु होला भन्दै म यो कविताका सामग्रीहरूतर्फ अगाडि बढ्छु। जस्तै यो कविताका लेखक रहनु भएको छ कृष्ण प्रसाद भट्टराई। उहाँले आमाको महिमामा लेख्नु भएको छ र यहाँ चाहिँ हामीलाई कक्षा 7 लाई लेखकको परिचय त्यति धेरै आवश्यक नपर्ने भएको हुनाले खाली मैले यहाँ उहाँको फोटो मात्रै राखेको छु र यही तस्बिरबाट हामी आमासँग सम्बन्धित केही कुराहरू बोध गर्दै जानेछौं। जस्तै यहाँ आमाको लागि के लेख्नु, यहाँ आको देखाछ तर आमाको लागि हो। आमाको लागि के लेख्नु, आमाले आफै मलाई लेखेकी छिन्, ईश्वर पनि अवश्य आमा जस्तै देखिनु हुन्छ होला भनेर कसैले चाहिँ आमालाई चाहिँ आमाको बारेमा के लेख्नु अथवा आमाले नै मलाई सिर्जना गरेकी छिन्, लेखेकी छिन् भन्ने खालको आयो र उसले आमालाई चाहिँ ईश्वर जस्तै देखिन्छन् भनेर आमालाई एउटा ईश्वरको रूपमा वर्णन गर्न खोजेका छन्। र यसको मतलब के हो त, ईश्वर भन्ने बित्तिकै हाम्रो दिमागमा जसले राम्रो कामको लागि समर्थन गर्नुहुन्छ, राम्रो गर्नुहुन्छ, सबैलाई माया दया गर्नुहुन्छ भनेर बुझिन्छ। अब त्यसपछि म कविताको लयबोध गर्नुभन्दा अगाडि अथवा लयबोध भन्नाले यो कुन लयमा छ अथवा कविताका लयहरू कस्ता कस्ता रहन्छन् त्यसको या थोरै सामान्य मात्रै कुरा मैले जानकारी गराउन खोजेको छु। जस्तै गद्य कविता र पद्य कविता गरी मुख्य गरी हामीले वाचन गर्ने अथवा हाम्रो पाठ्यक्रममा राखेका कविताहरू यति भित्र हामीले सामान्य बुझ्दा हुन्छ। त्यो गद्य र पद्य विपरीतार्थी शब्द हुन्। कविता लेखनको पद्य शैलीमा छन्द, अनुप्रास र अक्षरहरू गनेर वा पंक्ति वा चरण मिलाएर लेख्नुपर्छ। यदि गद्यको नियम व्याकरण हो भने पद्यको नियम छन्द शास्त्र हो भनेर पनि भनिन्छ। यसर्थ लयबद्ध तरिकाले लेखेर लयमा वाचन वा गाउन मिल्ने कविता पद्य हो भने आन्तरिक लय भए तापनि अन्त्य अनुप्रास नमिलेका मुक्त छन्दमा लेखिएका कविता गद्य हुन्। पद्यमा शास्त्रीय र लोक छन्द गरी विभाजन गरिएको छ। यहाँ विभाजन हो, यहाँ एउटा ज छुटेको छ, गरिएको छ। शास्त्रीय र लोक छन्दको अनगिन्ती प्रकार रहेका छन्। तपाईले माथि भनेकोबाट के बुझिहाल्नुभयो के छ त, गद्य र पद्यमा चाहिँ के फरक छ भन्दा गद्य भन्ने बित्तिकै त्यो चाहिँ आन्तरिक लय भए तापनि त्यसमा चाहिँ अक्षरहरूको संरचना, संख्या, त्यसमा भएका विभिन्न गणहरूको प्रयोग आदि प्रयोग हुँदैनन् र त्यसमा चाहिँ स्वच्छन्द रूपमा अथवा मुक्त छन्दका रूपमा कविले लेखेका कविताहरू गद्य कविता हुन् भने पद्य भित्र चाहिँ लयबद्ध तरिकाले नियममा बसेर अक्षरहरूको संख्या, त्यसका गण, त्यसको मात्रा अथवा रस्व दीर्घ आदिलाई ध्यान दिएर लेखेका कविताहरू पद्य कविता भित्र पर्छन्। र पद्य भित्र पनि हामीले सामान्यतया बुझ्दा शास्त्रीय छन्द र लोक छन्द गरेर नेपाली भाषामा दुई किसिमका पद्य कविताहरू प्रचलित छन् र हाम्रा पाठ्यक्रमहरूले पनि यसै गरी राखेका छन्। जस्तै तपाईलाई म यहाँ यो एकदम चर्चित र सुनिरहनु भएको
कविताको उदाहरण जो चाहिँ माधव घिमिरे लेख्नु भएको छ। जस्तै तपाईले यसो गीत पनि रेकर्ड गरेका गीतहरू पनि छन्, अझै सुन्नुभयो होला। जस्तै नेपाली हामी रहौँला कहाँ नेपालै नरहे, उचाइ हाम्रो चुलिन्छ कहाँ हिमालय नरहे, नेपाली हामी रहौँला कहाँ नेपालै नरहे, नेपालै नरहे, तराई हाम्रो सुनका टुक्रा हिमालय हिराको, माटो र पानी पहिलो धना धरतीका छोराको, कहाँबाट संसारै हेर्छौ सन्झ्यालै नरहे, नेपाली हामी रहौँला कहाँ नेपालै नरहे। यो चाहिँ पद्यभित्रको पनि लोक छन्दमा लेखिएको कविता हो जो माधव घिमिरेले लेख्नु भएको। त्यस्तै गरी अर्को पद्यमै लेखिएको तर शास्त्रीय छन्द भित्रको शार्दूल र विक्रीडित छन्दमा लेखिएको सुदेश सत्यालको फर्केर आऊ घर भन्ने कविताको सानो अंश पनि उदाहरण हेर्न सकिन्छ। यो चाहिँ पद्यभित्रको पनि शास्त्रीय छन्द हो। जस्तै मान्छे आज विदेशको झिलिमिली देखि रमाए पनि, आमाकै प्रिय हुन्छ काका जहिले लाखै कमाए पनि, जाँदैछौ पुतली समान नभमा उड्दै कहाँ हो पर, आफ्नै देश सिगार्नु पर्दछ यहाँ फर्केर आऊ घर, आफ्नै देश सिगार्नु पर्दछ यहाँ फर्केर आऊ घर। यो पनि लय हालेर गाउन मिल्यो। यो कविता चाहिँ के थियो त पद्य थियो। अब हेरौँ गद्य कविताको उदाहरण। जस्तै गद्य कविताको उदाहरण यहाँ मैले छोटो एउटा कविता राखेको छु जुन चाहिँ कवि भुपिनले लेख्नु भएको आमाको तस्बिर भन्ने कविताको एउटा अंश हो। यसमा पनि गीति लयमा अथवा नियमबद्ध नमिले पनि यसको हामीले माथि नै चर्चा गरेका थियौँ, एउटा आन्तरिक लय हुन्छ। जस्तै म यसलाई वाचन गरेर सुनाउँछु। यही डल्ले जात्तो झैं फनफनी घुमाएर आफ्नो उमेर, यही डल्ले जात्तो झैं फनफनी घुमाएर आफ्नो उमेर, अन्जुली भरी सपनाहरूको घान हालेर, तिमीले मेरा लागि घुमाइरह्यौ जात्तो जीवनभरि, तिमीले मेरा लागि घुमाइरह्यौ जात्तो जीवनभरि। दिदीको फेसबुकमा जब देखेँ तिम्रो तस्बिर, ओहो मलाई कठिन भइरहेछ, सास फेर्न बन्द भए झैं लाग्दैछ रगत बग्न, धमिलो धमिलो सम्झे मलाई पिठ्यौमा बोकेर, तिमीले लोरी गाउँदै जात्तो घुमाएको सम्झे, तिमीले लोरी गाउँदै जात्तो घुमाएको सम्झे। यसमा पनि माथिका दुईटा कविताका पंक्तिहरूमा जस्तो लयबद्ध नभए पनि यसमा एउटा आन्तरिक लय चाहिँ छ र यही भनेर पद्य कवितामा छन्द मुक्त भए तापनि त्यसमा आन्तरिक लय हुन्छ भन्ने कुरा हामीले माथि चर्चा गरेका थियौं। अब लागौं हामीले आज पढ्न गएको मुख्य आमा शीर्षकको कवितामा भएको छन्द र त्यो छन्दसँग मिल्ने अरू केही कविताका उदाहरणहरू। जस्तै अनुष्टुप छन्दको कविता हो हामीले पढ्ने आजको आमा कविता पनि। यो कविता चाहिँ गुरु शीर्षकको कविता हो, देवी नेपालले लेख्नु भएको, जसमा चाहिँ यो पनि अनुष्टुप छन्दको कविता छ र अनुष्टुप छन्दमा
16 अक्षर हुन्छन्, जस्तै 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 एक पंक्तिमा 16 अक्षर हुन्छन्। यसलाई पाउ, एक पंक्तिमा 2 पाउ हुन्छन्। 8 अक्षरको एक पाउ, एक पंक्तिमा 2 पाउ, अनि एउटा श्लोकमा 4 पाउ भनेर यसलाई चाहिँ दुई लाइनको एउटा श्लोक मानिन्छ सामान्यतया। त्यस्तै अब गर्दाको चाहिँ पहिलो पाउ, दोस्रो पाउ, तेस्रो पाउ र चौथो पाउ, 4 वटा पाउ मिलेर 2 हरफ बन्छन्। र त्यही 2 हरफको एक श्लोकको रूपमा पनि यो कविता लेखिन्छ। यहाँ चाहिँ 4 लाइनको एउटा श्लोकमा दिएको छ, तर पनि हामीले यसलाई चाहिँ 2 लाइनको एउटा श्लोक प्राय हुन्छ। र यसलाई हामीले अब अहिले छन्दको यति हामीले वाचन गर्नको लागि लय वाचनको तरिका मात्रै बुझौँ र यसको लेखन, यसका गणहरूको अध्ययन अलि गहिरोसँग गर्नुपर्ने हुन्छ। र त्यो बुझ्नको लागि र यसमा चाहिँ अरु शास्त्रीय छन्दमा भन्दा यसका चाहिँ निश्चित केही अक्षरहरू ह्रस्व दीर्घ लेखेपछि अरु अक्षरहरूलाई चाहिँ स्वतन्त्र रूपमा लेख्न पाउने नियमहरू पनि छन्। अहिले तलाई चाहिँ हामी यो 8 अक्षर, प्रत्येक लाइनको 8 अक्षरमा केही विश्राम गर्दै यसलाई वाचन गर्छौं। यसको चाहिँ म एक लाइन मात्रै वाचन गर्छु र मुख्य हाम्रो जुन कविता हो आजको, त्यसको कविताको वाचन हामी यो लयमा गर्छौं। जस्तै गुरुमा ज्ञानको ज्योति चम्किलो जब बन्दछ, धरतीले जन्मको सारा पूर्ण भो अनि भन्दछ। एक एक गरी ज्ञान शिष्यमा सर्न थाल्दछ, त्यागको तेज हो कस्तो ढुङ्गा पनि पगाल्दछ। त्यागको तेज हो कस्तो ढुङ्गा पनि पगाल्दछ। अब यो एउटा तरिकाले मैले भने, यसमा तपाईहरुले पनि अझै उन्नत, अझै यसलाई उच्च स्वरमा गाउन सक्नुहुन्छ। अब यसमा हामीले ह्रस्व दीर्घ, ह्रस्वमा अलिकति नरम र दीर्घमा अलिकति स्वरलाई उच्च बनाएर वाचन गर्न सकेको भने अझ राम्रो हुन्छ। यस्तै यो तलको पनि यही अनुष्टुप छन्दकै कविता हो, जो चाहिँ देव भट्टराईले लेख्नु भएको कविताको एउटा अंश। जस्तै फूलले फुल्छु भन्दैन, फुल्नु नै फूल कर्म हो, काँडाले घोच्न छोड्दैन, घोच्नु नै शूल धर्म हो। गाई नाङ्गो छ नाङ्गैमा देखिन्छ ती सुन्दर, केही गडबड पक्कै छ देखिए शान्त बाँदर, केही गडबड पक्कै छ देखिए शान्त बाँदर। यो चाहिँ अनुष्टुप छन्दको जानकारी यहाँलाई मैले दिएँ। अब रहेको छ, अब हामी पढ्दै गरेको आमा शीर्षकको कवितामा भएका विषयवस्तुलाई यो पूर्व पठन सामग्रीका रूपमा अथवा यसको विषयवस्तु अनुमान गर्नको लागि केही तपाईले चित्रहरू देखेर पनि त्यो कविताका भावहरूलाई त्यहाँ आफूसँग बुझ्न सक्नुहुन्छ, अथवा चित्रको माध्यमबाट पनि कविताका भावहरू बुझ्न सक्नुहुन्छ। जस्तै पहिलो चित्रमा चाहिँ आमाले आफ्नो सन्तानलाई अथवा माया गर्छिन्, प्रेम गर्छिन्, अथवा आफ्नो सन्तानसँग जति खुसी हुन्छन् आमा त्यति अरूसँग खुसी हुन्नन् भन्ने हो। त्यसैगरी दोस्रोमा पनि सन्तानको खुसीको लागि आमाले खेलाउने, ताते ताते भनेर डुलाउने, हिँडाउने र सन्तानको खुसीको लागि उनी गीत गाउने आदि प्रसंगहरू कवितामा छन्। र त्यो कुरा हामी यो दुईटा चित्रबाट बुझ्न सक्छौं। जस्तै यहाँ चाहिँ आफ्नो सन्तानलाई खेलाइरहेको, यता चाहिँ सन्तानलाई ताते ताते गर्न हिँड्न सिकाएको र आफ्नो सन्तानको जिम्मेवारी, सन्तानप्रति जिम्मेवारी बोध गराएको। जस्तै एकजना पिठुमा बोकेको देख्नुहुन्छ, अर्कोलाई हात डोर्याउँदै लगेको देख्नुहुन्छ। यसरी चाहिँ आमाले जस्तो सुकै समयमा पनि आफ्नो सन्तानप्रतिको उत्तरदायित्व, जिम्मेवारी, कर्तव्य पूरा गर्छिन् भन्ने हो। यो एउटा जनावर र चराचुरुङ्गीको चित्रबाट हामी के बुझ्छौं त, आमा मान्छे मात्र नभइकन एउटा निश्चित समयसम्म जुनसुकै जनावर, चराचुरुङ्गी जीवले पनि आफ्नो सन्तानलाई त्यत्तिकै माया प्रेम गर्छन् र आमा शब्द आफैमा
माया र ममताको खानी हो भन्ने कुरा यहाँ बुझ्न सक्नुहुन्छ। त्यसैगरी यहाँ यही जनावरको कुरा भयो। अब यो चित्रले नि के गर्छ भने जस्तो सुकै दुःखमा पनि आमाले आफ्नो सन्तानलाई भुल्न सक्दिनन् अथवा सन्तानको सहारा दिन सक्छिन् भन्ने हो। यो कुनै युद्धग्रस्त क्षेत्रको तस्बिर जहाँ चाहिँ भग्नावशेष भएका ठाउँमा पनि उनी सासाना बालबच्चालाई छोडेर आफ्नो यदि आमा बाहेकहरू कोही भइदिएको भए छोडेर अन्त जान सक्थ्यो होला आफ्नो ज्यान बचाउन, तर आमाले आफ्नो ज्यानको परवाह नगरी आफ्ना सन्तानहरूलाई यसरी जोगाएको संरक्षणमा राखेको दृश्यले के हुन्छ त आमा चाहिँ जस्तो सुकै परिस्थितिमा पनि आफ्नो सन्तानभन्दा टाढा हुन सक्दिनन् भन्ने अर्थ हो। अब लागौं आजको हाम्रो मुख्य मूल पाठ आमाको कविता वाचन तर्फ। यो अघि नै मैले भनिसके तपाईहरुले प्रत्येक 8-8 अक्षरमा कमा राखेर वाचन अभ्यास गर्न सक्नुहुन्छ। जस्तै झिकेर मुटुको टुक्रा भोक भोकै बसी आफू, यसरी 8-8 अक्षर गर्नु होला। अक्षर गन्दाखेरि आदि अक्षरलाई आदि र खुट्टा काटेको अक्षरलाई नगन्ने र बाँकी अक्षरलाई गनेर 8 अक्षर हुन्छ। जस्तै झिकेर मुटुको टुक्रा यहाँ 8 भयो। भोक ए भो एक क 2 4 5 6 7 8 आफू भयो। यसरी लाउनु होला चिनो अनि वाचन अभ्यास गर्नु होला। म अब यो कविता वाचन तर्फ लाग्छु। यहाँ दिएका चित्र पनि आमाका कविताको भावसँगै मिल्ने चित्र हुन्। जस्तै यो चाहिँ त्यहाँ एउटा पंक्ति छ, चरा उडेर गए पनि टाढा गए पनि आमाले चाहिँ आफ्नो मातृत्व रितिदैन, चरा जस्तै सन्तान गए पनि भन्ने अर्थमा चाहिँ जस्तै चराहरूले का बाल बच्चा पनि निश्चित समयपछि चराका बचेर उडेर जान्छन्, तर पनि आमाको माया चाहिँ उनीहरुप्रति रितिदैन भन्ने अर्थमा आएको यो चित्र यो कविताको भावसँगै मिल्ने केही चित्र राखिएको छ। अब चाहिँ म यो वाचन गर्छु, तपाईहरु पनि आफ्नो तरिकाले वाचन गर्नु होला। झिकेर मुटुको टुक्रा आँखा भित्र टाउँछिन्, भोक भोकै बसी आफू छाती चुस्न खटाउँछिन्। जिन्दगी बन्छ आमाले खाएको घाँस घाँसमा, सिर्जना मूल हुन्नामा स्रष्टाको इतिहासमा। सिर्जना मूल हुन्नामा स्रष्टाको इतिहासमा। कोखबाट निकालेर यो धरती टेक्न लाउँछिन्, ताते ताते भनी मिठो तोते बोली सिकाउँछिन्। राखेर काखमा नानी कहिले गीत गाउँछिन्, बालो सुतोस भनी आमा हातले थुमथुम्याउँछिन्। बालो सुतोस भनी आमा हातले थुमथुम्याउँछिन्। नानी उड्छ भनी राती अल्प अल्प निदाउने, नानी रुन्छ भनी चाँडै अन्तबाट बिदा हुने। नानीकै साथमा खेल्छिन्, काख काखै नचाउँछिन्। आमाले नै विधाताको सृष्टिलाई बचाउँछिन्। आमाले नै विधाताको सृष्टिलाई बचाउँछिन्। कोखा कोखा भनी खाना नानीलाई खुवाउँछिन्, बगाई दूधको धारा शिशुलाई नुहाउँछिन्। मातृवात्सल्य रीतिन्न जस्तै दुःख भए पनि, बचरा गोड छोडेर टाढा टाढा गए पनि। बचरा गोड छोडेर टाढा टाढा गए पनि। आमाको रूप बिग्रन्छ
सन्तान जन्मिएपछि सन्तान पर भई जान्छन् डोली मान्मिएपछि तै पनि हुन्छ यो सारा आमाका निम्ति गौरव आमा निस्वार्थ देवी हुन् कसरी नभनु अब आमा निस्वार्थ देवी हुन् कसरी नभनु अब जिन्दगानी रहेसम्म आँखाले देख्न पाउलान् आफ्नो शक्ति भए मान्छे सेवामा जुट्न आउलान् धरतीमै छ सबै चिज खोजे मिल्छ घरी घरी तर जन्म दिने आमा पाइँदैन कसै गरी तर जन्म दिने आमा पाइँदैन कसै गरी तर जन्म दिने आमा पाइँदैन कसै गरी। यसरी वाचन गरी मैले तपाईहरुले पनि यही तरिका अथवा तपाईहरुलाई कुन तरिका सहज लाग्छ त्यसरी वाचन गर्न सक्नुहुन्छ। अब माथि वाचन गरेको कविताको सारांश अथवा त्यसले भन्न खोजेको मुख्य कुरालाई यसरी मैले सारांशको रूपमा पनि तपाईहरुलाई बताउन चाहन्छु र बताउँछु। यो सारांश पढिसकेपछि तपाईले फेरि आफ्नै तरिकाले अर्को सारांश लेखेर प्र्याक्टिस गर्नुभयो भने तपाईको सिकाइ दिगो हुन्छ। त्यसकारण यो सर हेर्नु होला, पढ्नु होला, बुझ्नु होला, सुन्नु होला अनि त्यसपछि फेरि तपाईले अर्को लेख्ने अभ्यास गर्नु होला। यसले नै तपाईको लेखाइ सिपको विकास हुन्छ। यो चाहिँ म सर पढेर मात्रै सुनाउँछु। कृष्ण प्रसाद भट्टराईद्वारा रचित आमा कविता मातृत्वको महानता, त्याग, प्रेम र निस्वार्थ सेवाको भावनात्मक चित्रण हो। यहाँ कविले आमाको भूमिका केवल सन्तान जन्माउने मात्र नभई सृष्टिको रक्षक, जीवनको आधार र स्रष्टाको इतिहासको मूल स्रोतको रूपमा प्रस्तुत गरेका छन्। यसले के भयो त अलिकति हामीले सारांश लेख्दाखेरि अथवा कविताका लामो उत्तर व्याख्या लेख्दाखेरि यसरी 3 अनुच्छेदमा लेख्नुपर्छ। माथि चाहिँ कविताको विषयवस्तुको सामान्य चर्चा भयो भने यहाँ इतिहासको मूल स्रोत मानेका छन् भन्नुको अर्थ के हो त? इतिहासमा जति पनि सिर्जना गरेका स्रष्टा भन्नाले सिर्जना गर्ने व्यक्तिहरू र त्यसमा चाहिँ आमा शीर्षकमा कयौं कविता बनेका छन्, फिल्म बनेका छन्, चलचित्रहरू फिल्म चलचित्रहरू बनेका छन्, कथा नाटक आदि आदि धेरै कुराहरू चाहिँ आमाको शीर्षक, आमाको भावनासँग, आमाको महिमासँग जोडेका छन्। त्यसकारण चाहिँ आमा चाहिँ एउटा सामान्य आमा मात्र नभइकन इतिहासको एउटा मूल स्रोत, जसले चाहिँ सृजनाका स्रोत हुन् र पहिलो सृष्टि नै आमाबाट सुरुवात हुन्छ भन्ने खालको कुरा उनले गरेका छन् कविले। यो कुरा हामीले बुझ्छौं र हाम्रो लागि पनि यो एकदम सही हो, ठिक हो र यो कुरा सत्य हो भनेर हामीले बुझ्नुपर्ने हुन्छ। आमा सन्तानको लागि आफ्नो दुःख, भोक र थकाइलाई व्यवस्था गर्दै छाती चुस्न लगाउने, मिठो बोली सिकाउने, गीत गाउँदै थुमथुम्याउने कार्य गर्छिन्। उनका साना साना क्रियाकलापहरूमा गहिरो प्रेम र समर्पण झल्किन्छ। रातभर निन्द्रा त्यागेर सन्तानको हेरचाह गर्ने, कामबाट चाँडै फर्कने, खेलाउने र खुवाउने जस्ता कार्यहरूमा आमाको निस्वार्थ सेवा देखिन्छ। सन्तान टाढा भए पनि उनको वात्सल्य वा सन्तान प्रतिको मोह कहिल्यै रितिदैन अथवा सकिँदैन भनी कविले आमालाई ममताकी खानीको रूपमा चिनाएका छन्। सन्तान जन्मिएपछि आमाको रूप बिग्रिए पनि त्यो आफ्नो बिग्रिएको रूपको परवाह नगरी अथवा सन्तान विवाहपछि टाढा भए पनि ती सबै आमाका लागि गौरवका कुरा हुन्। कविले आमालाई निस्वार्थ देवीको रूपमा चित्रण गरेका छन्। जस्तो सुकै दुःखमा पनि आमा सन्तानलाई छाडेर जान सक्दिनन्, बरु मर्न तयार हुन्छन्। जीवनमा सबै कुरा खोजेर पाइन्छ, तर जन्म दिने आमाको विकल्प छैन। अथवा जतिसुकै धन खर्च गरेर पनि आमाको जस्तो निस्वार्थ
र अपार माया पाउन सकिन्न। कविले आमाको अनुपम मूल्य र अस्तित्वलाई गहिरो सम्मानका साथ प्रस्तुत गरेका छन्। अवश्य पनि कवितामा यी कुराहरू छ, तपाईले मनन गर्नुहुन्छ पढेर। यसको यो 2 अनुच्छेद, पहिलो दोस्रो अन्तिम अनुच्छेदमा यसको कन्क्लुजन यसरी हुन्छ। यो कविता केवल आमाको प्रशंसा मात्र होइन, जीवनको मूल आधार प्रति कृतज्ञता वा आभार धन्यवाद प्रकट गर्ने एक भावनात्मक र आमा प्रति अथाह श्रद्धा हो। अनुष्टुप छन्दमा लेखिएको यो कवितामा सरल र सरस पदावलीको प्रयोगले बुझ्न सजिलो छ भन्न खोजेको। यसमा हामीले शास्त्रीय छन्दकै कविता भए तापनि त्यति अप्ठ्यारा संस्कृतबाट आएका तत्सम शब्दहरूको कम प्रयोग भएका कारण हामी कक्षा 7 का विद्यार्थी भाइ बहिनीहरूले पनि सरल तरिकाले पढ्दा यसको भाव अर्थ बुझ्नुहुन्छ। र यो अवश्य पनि यो सामग्री तपाईहरुको लागि सहयोगी हुन्छ र आगामी दिनमा यसका अभ्यासहरू अरु कविताहरू अरु कक्षाका यसरी हाल्दै जानेछु। र आजलाई भने तपाईहरुसँग बिदा हुँदै यो भिडियो यही अन्त्य गर्छु र तपाईहरुले यस नमबुद्ध एजुकेशनल च्यानललाई सब्स्क्राइब तथा लाइक गर्दै गर्नुहोला भन्दै म बिदा हुन्छु। हस्त नमस्कार।